कृष्ण कन्हैया लाल को, मदन गोपाल को। यो श्रीमद् भागवतको महात्मालाई पद्म पुराण नाम गरेको पुराणले गाएको छ। हामीलाई संसारमा मपै गरेको पिटिक्कै मन पर्दैन नि, फिटिक्कै मन पर्दैन। कसैले आफ्नै बखान गरेर म त यस्तो म त उस्तो भनेर भन्न थाल्यो भने राम्रो होइन। हाम्रा घरमा यस्तो छ सम्म हुन्छ, ममै गएर म यस्तो म उस्तो म जान्ने भन्यो भने त्यसलाई जानिकार के भन्छन्। त्यही भएर मपै गरेको राम्रो होइन। त्यही संसारका मान्छेले मपै गरेको रुचाउँदैनन् भनेर श्रीमद् भागवतले आफ्नो महात्म्य आफै गाउनु भयो। ठुला ठुला वरिष्ठ व्यक्तिहरूको, ठुला ठुला मानिसहरूको आफैले महिमा गाउन थाल्यो भने उनीहरूको महत्त्व घट्छ अरे। यसैले उनीहरूले कतै कतै त यस्तो पनि देखिन्छ, आफ्नो महिमा गाउनको लागि मान्छे तलब राखेर मान्छे परिचालन गरेका हुन्छन्। अरूले महिमा गाइदियो भने, अरूले राम्रो भनिदियो भने साँच्चै राम्रो गरेछ भनेर हाई हाई हुन्छ। त्यसैले यो श्रीमद् भागवतको महात्म्य पनि पद्म पुराणले गाएको छ। त्यो पद्म पुराण अन्तर्गतको जम्मा 6वटा अध्यायहरू छन्। हामीले 7 दिनमा अन्तिम दिनमा यसरी बस्न पाइँदैन। पहिलो दिनदेखि 6औं दिनसम्म यसरी रात्रिकालीन सत्रमा पनि बस्छौँ र ती 6 दिनमा 6वटा अध्यायको श्रवण गर्ने यहाँ नेपालको चलन छ। उता भारततिर चाहिँ पहिलो दिनमा महात्म्य कथा नै गरेर अनि कथा प्रसङ्गलाई अगाडि बढाउने चलन छ। यहाँ चाहिँ हाम्रो रात्रिकालीन सत्रमा भजन कीर्तन पनि हुन्छ। भगवतमय वातावरण बनिरहोस् भनेर बिहानदेखि बेलुकासम्मलाई रुटिन बनाउनको लागि भागवतको बेलामा यो बेलुका महात्म्य भन्ने प्रचलन चलेको हुन सक्छ। बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको, मदन गोपालको। अब सप्ताह गर्नको निमित्त, पुराण लगाउनको निमित्त सबभन्दा पहिलो कुरो भनेको हामीले बिहानै पनि चर्चा गर्यौं, भगवत कृपा आवश्यक पर्छ। भगवानको कृपा भएपछि, भगवानको इच्छा भएपछि बल्ल कर्ताको मनमा अब चाहिँ सप्ताह गर्नुपर्छ भन्ने इच्छा आउँछ। नत्र भने त हामीसँग अहिले भएको जति सम्पत्ति, अहिले भएको जति आँट, अहिले भएको जति यो जग्गा ठाउँ कति वर्ष अगाडिदेखि छ। धेरै वर्ष अगाडिदेखि यो जग्गा पनि थियो, यो ठाउँ पनि थियो, भागवत गरौँ गरौँ भन्ने इच्छा पनि कति वर्ष अगाडिदेखि थियो, यतिको धन सम्पत्ति पनि धेरै वर्ष अगाडिदेखि थियो। तर पनि भगवत कृपा नभइकन चाहिँ यो सम्भव छैन भनेर यहाँ आचार्यहरू बताउनुहुन्छ। पहिला माइन्ड मेकअप गर्नुले मास्टर प्लान ठुलो कुनै काम गर्नु पर्यो भनेदेखि पहिला मास्टर प्लान बनाउनु पर्छ। त्यस्तै यत्रो ठुलो यज्ञ गर्नको लागि पहिला दिमागबाट नै यसो यसो गर्ने, यति जना ब्राह्मणलाई व्रण गर्ने, यसो यसो गरेर राख्ने, सबै कुरा यसरी व्यवस्था गर्ने भनेर सबैजना बसेर आफूले सोचेर अनि सबैजना बसेर पहिला मिटिङ गर्नु अरे। त्यसपछि दैवज्ञम तु समाहूय मुहूर्तं प्रेक्षयत नत विवाहे यादृशं वित्तं तादृशं परिकल्पयत। राम्रा ज्योतिषकोमा जानु, ज्योतिषकोमा गएर उचित मुहूर्त हेर्नु, उचित मुहूर्त हेरेर अब सप्ताह गर्न लागेको कुन मुहूर्तमा, कुन समयमा, कुन महिनामा गर्दा सबभन्दा उत्तम समय होला भनेर सोध्नु। प्रेक्षयत सोधेर आएपछि ज्योतिषले राम्रो मुहूर्त बताइदिनुहुन्छ। राम्रो मुहूर्त बताएपछि आएर अब सबभन्दा पहिला अहिले आर्थिक तयारी गर्नु पर्यो। आर्थिक भनेको धन सम्पत्ति तयारी गर्नु पर्यो। सप्ताह ठुलो यज्ञ गर्नलाई ठुलै धन चाहियो, ठुलै मन चाहियो, ठुलै जनको एउटा जनसमुदाय पनि चाहियो। यतिकै सहजै कार्यक्रम हुन सक्दैन, सप्ताह हुन सक्दैन। त्यसको लागि सबै कुरा तन मन वचनले अनि धनले तयार हुनु भनेर यहाँ बताउनुहुन्छ। कुन महिनामा सप्ताह गर्ने, कुन समयमा सप्ताह गर्ने, त्यो सबै कुरा लग्नलाई तयार गरेर आफूसँग सबैजना मिलेर धनलाई तयार गरेर सकेसम्म सप्ताह एकैजनाले नलाउनु भनेर शास्त्रहरू बताउनुहुन्छ।
एकैजनाले सप्ताह गर्ने 8 नगर्नु नै भनेर लेख्नुहुन्छ। अब त्यो आफूलाई गाह्रो पर्ला, भक्तलाई गाह्रो पर्ला भनेर भागवत भगवानले कृपा गरेर बताइदिनु भएको हो कि के चाहिँ भागवत भगवानै जान्नुहोस्, तर एक्लैले चाहिँ नगर्नु, धेरैजना मिलेर सप्ताह गर्नु भनेर श्रीमद् भागवत भगवानले पनि बताउनुहुन्छ। बोलिए कृष्ण कन्हैया लालको, मदन गोपालको। देशे देशे तथा सेयम् वार्ता प्रेष्या प्रयत्नतः भविष्यति घटा चात्र आगन्तव्यं कुटुम्बिभिः। यही तरिकाले अब सबै कुरा तयारी गरेपछि निमन्त्रणा कार्ड बनाउनु, निमन्त्रणा कार्ड बान्नु, धेरै ठाउँमा सकेसम्म धेरै 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 भक्तहरूलाई समागम गराएर कथा दान गर्नु। संसारको सबभन्दा ठुलो दान भनेर अनेक चिजलाई ठुला दान भनिन्छ। कहिले पानी दान भन्छन्, रक्तदान कार्यक्रम राख्नु पर्यो भने सबभन्दा ठुलो दान रक्तदान भन्छन्। पानी कतै माग्नु पर्यो भने ठुलो दान पानी दान भन्छन्, कतै स्वर्ण दान भन्छन्। तर असलीमा सबभन्दा ठुलो दान भनेको ज्ञान दान गर्नु हो, कथा दान गर्नु हो। आचार्य परिवारले आयोजना गरेको यो सप्ताह, यो अवधिभरि 7 दिनसम्म जो भक्त भागवत आएर यहाँ बसेर कथा श्रवण गर्नुहुन्छ, पाठ श्रवण गर्नुहुन्छ, सबैजनालाई उत्तिकै पुण्य मिल्छ। र त्यो सबैजना मिलेको पुण्यबाट, उहाँहरूको पुण्यबाट प्लस भएर आचार्य परिवार आयोजक परिवारलाई त्यत्तिकै पुण्य मिल्छ, उहाँहरूको पनि प्लस भएर पुण्य मिल्छ। त्यसैले कथा दान सबभन्दा ठुलो दान हो भनेर शास्त्रकारहरू बताउनुहुन्छ। स्थानलाई व्यवस्थित गरेर, निमन्त्रणा गरेर, सबै कुरा व्यवस्थित गर्दै 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 अब वक्ता कस्तो राख्नु भनेर यहाँ बताउनुहुन्छ। विरक्तो वैष्णवो विप्रो वेद शास्त्र विशोधिकृत दृष्टान्त कुशलो धीरो वक्ताकारोऽपि निष्प्रियः। कथामा वाचक उपवाचक भनेर 2 जनालाई राखिएको हुन्छ। यद्यपि हाम्रोतिर प्रचलन वाचक चाहिँ कथा भन्नेलाई वाचक भन्ने प्रचलन छ, उपवाचक पाठ गर्नेलाई उपवाचक भन्ने चलन छ। परन्तु असली वाचक जो हामीले उपवाचक भनेका छौं, पाठ संस्कृतबाट पाठ गर्ने व्यक्ति चाहिँ वाचक हुनुहुन्छ र जो कथा गर्ने उल्था गर्ने व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ उपवाचकको रूपमा रहनुहुन्छ। संस्कृतमा हामीले पाठ नबुझेको भएर यो कथा श्रवण गर्नुपर्ने नियम बनेको हो, नत्र सबैजनाले संस्कृत बुझिन्थ्यो भने उही संस्कृतमा बिस्तार पाठ गरेर 7 दिनसम्म दिउँसोभरि पाठ गर्दाखेरि संस्कृतमै बुझिन्थ्यो। त्यसैले वाचक नै हामीले जसलाई अहिले उपवाचक भनेका छौं उहाँ नै मूल वाचक हुनुहुन्छ। बोलिए भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको, मदन गोपालको। अब वाचक चयन गर्दाखेरि विरक्तो वैष्णवो विप्रो भनेर भनिन्छ। विप्र हुनु पर्यो, ब्राह्मण हुनु पर्यो, विरक्त हुनु पर्यो, इन्द्रियहरूसँग संसारसँग विरक्त भएको हुनु पर्यो, अथवा पुरै सबै छोडिदिएर सन्यस्त भएर हिँडेको पनि परेन, परन्तु कुनै पनि कुराहरूसँग लिप्त भएर नरहने भगवानसँग अथाह प्रेम भएको वक्ता हुनु पर्यो। यहाँ मूल एउटा शब्द प्रयोग गर्नुहुन्छ, वैष्णवो। कोही कतै कतै भागवत वाचन गर्दै हिँड्ने गुरुजीहरू पनि वैष्णव हुनुहुन्न। वैष्णवको अर्थ के हो? भगवान विष्णुका भक्तहरू, भगवान विष्णुमा जसले श्रद्धा राख्दछन् त्यस्ता भक्तहरू वैष्णव हुन्। एउटा तिलकलाई आफ्नो जीवन मानेर, एउटा तिलकलाई, एउटा भगवानलाई आफ्नो जीवन मानेर जसले आराधना गर्दछन्, जसले पूजा गर्दछन्, त्यस्ता खाले विरक्तो वैष्णव विप्रलाई वरण गर्नु भनेर शास्त्रकारहरू बताउनुहुन्छ। कोही गंगा गए गंगादास, यमुना गए यमुनादास, कहिले यस्तो कहिले यस्तो कहिले यस्तो गर्नेवालाहरूलाई, तिलकका टुङ्गो नभएकाहरूले सुनाउनु भएको कथा टुङ्गोको हुँदैन अरे भनेर शास्त्रकारहरू बताउनुहुन्छ। बोले भक्तवत्सल भगवानको,
एकै थरी एउटै भगवानमा सेवा गर्ने भगवान श्री श्रीमन्नारायण विष्णुलाई जसले आधार मान्नुहुन्छ उहाँहरू कथा वाचन गर्नको लागि कथा श्रवण गराउनको लागि सबभन्दा उचित हुनुहुन्छ भनेर यहाँ शास्त्रकारहरू बताउनुहुन्छ। अब यस्तै यस्तै विधिहरू छन्, अनेक अनेक विधि छन् जुन विधि हामीले गरिरहेका छौँ। कथा सुन्न भन्दा पनि व्यवहारमा उतारिएको राम्रो हुन्छ। हामीले उतारे पनि जति सक्छौँ उति उतारिरहेका पनि छौँ। यहाँ बताउनुहुन्छ घृतपानम पयःपानम कृत्वा वै शृणुया सुखम फलाहारेण वा भाव्यम एकभुक्तेन वा पुनः। और सकिन्छ भने कथा भन्नेले पनि पाठ गर्नेले पनि नियम सुन्नेले पनि कथा सुन्ने जति सबैले 7 दिनसम्म मजाले घिउ पिएर कथा सुन्नु। अब घिउ पियो भने यत्रो ठुलो पण्डाल छ, भोलिदेखि यही हस्पिटलको शिविर चलाउनु पर्छ। त्यो सकिएन, ठिक छ। त्यो नसकिएदेखि पयःपानम, पय भनेको दुध, घिउ नसके दुध पिउनु नि त। कस्तो मजाले भनिदिनुहुन्छ हाम्रो शास्त्रहरू, खाऊ खाऊ भन्दै हुनुहुन्छ, भोग लगाऊ खाऊ, कति सजिलो छ। घृतपानम पयःपानम, घिउ पिउन सकिँदैन भने दुध मात्र पिएर बस्नु अरे। ल दुध पनि पचाउन सक्ने शरीर छैन, अब के गर्नु, हामी तागतिरा भएनौँ, अब हामी कमजोर हुँदै गयौँ भन्ने हो भने कृत्वा वै शृणुया सुखम, जसो सुख हुन्छ। सकिन्छ एक साग खानु, सकिँदैन भने दुवै साग खानु, त्यो पनि सकिँदैन भने तिनै साग खानु। जसरी सुख हुन्छ उसरी त्यसै गरी बस्नु, जसरी सुख हुन्छ त्यसै गरी बस्नु, तर सुन्नु। बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको, मदन गोपालको। भगवानको अगाडि लगेर एउटा तुलसी पत्र राखिदिएर त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितं गृहाण सुमुखो भूत्वा प्रसीद पुरुषोत्तम। तिम्रो नै वस्तु भगवान, तिमीलाई नै समर्पण गरे भनेर भगवानलाई समर्पण गरेपछि बालभोगको रूपमा जे हुन्छ लिनु, सुखसँग बस्नु, आनन्दसँग बस्नु। र कथामा कतिसम्म खानु रे भन्दा कथामा झुप्प निन्द्रा नलाग्ने गरी खानु। बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको, मदन गोपालको। सप्ताह श्रवण गर्नको लागि निमन्त्रणा चाहिँदैन। अब बाहिर बाहिर पनि सुनिन्छ भनेर भनेको है यो चाहिँ। यदि निमन्त्रणा हातमा परेको छ भने ठिकै छ, निमन्त्रणाले आउने। यदि निमन्त्रणा परेको छैन हातमा भने पनि सप्ताह सुनेको ठाउँमा सप्ताहको यदि सप्ताह लागिरहेको छ, आफूले आफ्नो कानमा परेको छ, आफ्ना घर घरबाट कानमा परेको छ भनेदेखि दौडी दौडी आउनु अरे। यदि सप्ताह लागेको सुन्दै पनि दौडी दौडी आइएन, यसो समय मिलाएर आइएन भने बहुत ठुलो अपचार लाग्छ, बहुत ठुलो पाप लाग्छ भनेर शास्त्रकारहरू बताउनुहुन्छ। बोले भक्तवत्सल भगवानको जय शब्दम नमः शब्दम संग शब्दम चकारयेत विप्रेभ्यो याचकेभ्यश्च वित्तम अन्नम च दीयताम्। बारंबार जय जय भन्नु। बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको, मदन गोपालको। जय जय भन्ने अनि बेला बेलामा शंख ध्वनि बजाइराख्ने, घण्ट ध्वनि बजाइराख्ने। विप्रेभ्यो याचकेभ्यश्च वित्तमन्नं च दीयताम्। विप्रहरूलाई, ब्राह्मणहरूलाई यसो कोही माग्ने मान्छे आयो भने पनि खुल्ला दिल गरेर मुठी खोलेर दिनु अरे। मुठी खोलेर जति दिन सकिन्छ। याचकेभ्यश्च दीयते, याचकहरूलाई पनि माग्नेहरूलाई पनि धेरै दान गर्नु। एवं कृते विधाने च सर्व पाप निवारणे फलदं स्यात् पुराणं तु श्रीमद्भागवतं शुभम्। धर्म कामार्थ मोक्षाणां साधनं स्यान्न संशयः। यसै गरी विधान पूर्वक जसरी ब्राह्मणहरूले भन्नुहुन्छ, जसो गरी ब्राह्मणहरूले भन्नुहुन्छ उसै गरी सप्ताह सुन्नु अरे। घरमा भएका पुरोहित बाले ब्राह्मणहरूले आफूले मानेका कुल पुरोहित बाले जसो जसो भन्नुहुन्छ उसै गरेर सप्ताह समापन गर्नु। बोलिए भक्तवत्सल भगवानको। ब्राह्मणले भन्दाखेरि बहुत, ब्राह्मण भनेको मान्दाखेरि
आफ्ना घरका पुरोहितले भनेको मान्दाखेरि बहुत फाइदा हुन्छ अरे। एकजना गाउँका किसान थिए। त्यो किसान अब खेतबारीको काम नहुने बेलामा आफ्ना हलो जुवा सबै थोक थन्क्याएर आनन्दले तीर्थयात्रा गरेर आएछन्। तीर्थयात्रा गरेर फर्किएपछि अब बारीमा अनेक अनेक छर्ने बाली नाली लाउने बेला भयो। 1 महिना 45 दिन 50 दिन घुमेर आएपछि अब बाली नाली लाउनु पर्यो भनेर फेरि हलो झिक्न लागेछन्। अब तीर्थयात्रा गएर आएको बारी खन्न जोत्न भन्दा अगाडि एकचोटि मुहुर्त हेरेर मात्र निकाल्नु पर्यो। अब धर्म कर्मतिर लाग्नु पर्यो। अब मुहुर्त हेरेर मात्र बारी खन्न थाल्नु पर्यो भनेर ती किसानले आफ्ना कुल पुरोहित बाकोमा गएर गुरुबा नारायण श्रीमन नारायण भने अरे। अनि कुल पुरोहित बा नारायण भन्नुहुन्छ। कुल पुरोहित बाको घरको आमाजीसँग अलि ठक्क ठुक्क परेर बसेर छ। अनि त्यही बेलामा यजमान पुगे। यजमान पुगेर श्रीमन नारायण भन्दा कुल पुरोहित बा यजमानसँग पनि रिसाएर नारायण मात्र भन्नुहुन्छ अरे, श्रीमन छोड्दिएर। बोले भक्तवत्सल भगवानको। अनि ती यजमान भन्छन् किसान प्रभु तीर्थयात्रा गएर आइयो, हलो थन्क्याको निकै भयो, हाम्रो यो जीविका चलाउने नै यही हलो हो। अब चाहिँ हलो निकाल्दाखेरि एउटा मुहुर्त हेरेर निकालौँ कि भनेर आएको भनेर कुल पुरोहित बासँग हेरिदिनु पर्यो हजुर, पात्र हेरिदिनु पर्यो भनेर यजमान पुगे। यजमान पुगेर कुल पुरोहित बालाई हलो निकाल्नको लागि जोत्नको लागि मुहुर्त हेरिदिनु भनेपछि रिसाएका कुल पुरोहित बाले भन्नुहुन्छ रे, जा अहिले खन, रिसाएर जा अहिले खन भनिदिनु भयो। अनि बिचारा सोझो यजमान हस्। अनि कहाँ खानु होला कुल पुरोहित बा, अहिले खन त भन्नु कहाँ, ए तेरा दैला अगाडि खन भनिदिनु भएछ। बोले भक्तवत्सल भगवानको कृष्ण कन्हैया लालको। यजमान सोझा सोझा फर्केर आए। फर्केर आएर ट्याक्कै हलो जोतेर पुरोहित बाले भन्नुभएको भनेर दैला अगाडि खन्दैछन्। दैला अगाडि खन्देपछि हलोले पुरोहित बाले भनेकै मुहुर्तमा झोकमा भनेको त्यो मुहुर्तमा हलोले ल्याएर दैला अगाडि खन्दाखेरि सुनको असर्फी भएको एउटा बाक्सा भेट्यो अरे। बोले भक्तवत्सल भगवानको कृष्ण कन्हैया लालको। भन्नुको तात्पर्य ब्राह्मणहरूले कुल पुरोहितहरूले आफ्ना पिता पुर्खाले मान्दै आएका ब्राह्मणहरू कुल पुरोहितहरूले रिसेको झोकमा भने पनि फाइदा आउने कुरा गर्छन् अरे। गुरुले माताले पिताले पुरोहितले कहिले पनि हाम्रो अहित गर्दैनन्। त्यसैले सप्ताह गर्दा पनि जसो जसो कुल पुरोहित बाले भन्नुहुन्छ, हाम्रा गणेश बिनाजुले जसो जसो भन्नुहुन्छ, हाम्रा वरण भएर बस्नुभएका आचार्य स्वामीजीहरूले जसो जसो भन्नुहुन्छ, उसै उसै गर्दाखेरि हामी सबैको कल्याण हुन्छ। त्यसैले यो सप्ताहलाई हामी यस्तै यस्तै विधिले ब्राह्मणको वचनले समापन गर्नेछौँ। बोले भक्तवत्सल भगवानको कृष्ण कन्हैया लालको। यसरी सप्ताह गर्दा वरिपरिबाट देवताहरूको आगमन हुन्छ। देवताहरू आएर यो सप्ताहमा सुनेर बस्नुहुन्छ। भगवानका पार्षदहरू आउनुहुन्छ, भगवान आउनुहुन्छ, भगवान आफ्नो कथा सुन्न आफै आउनुहुन्छ अरे। राम भन्दाखेरि भगवान जो सर्वेश्वर वैकुण्ठाधिपति भगवान हुनुहुन्छ, उहाँ भन्दा उहाँको नामको बलवत्ता धेरै छ। रामले जित्छ भगवानलाई र राम नामलाई एकतिर राखेर दुईतिर राखेर जोख्नु हो भने राम नामले जित्छ अरे। भगवानको नामको त्यस्तो ठुलो महिमा छ। श्री राम राम रामेति रमे रामे मनोरमे सहस्रनाम तत्तुल्यं राम नाम वरानने। भगवानको नामको त्यति धेरै महिमा छ। त्यसैले भगवान पनि आफ्नो कथा भइरहेको ठाउँमा, आफ्नो नाम संकीर्तन भइरहेको ठाउँमा खुसुक्क आएर सुन्न बस्नुहुन्छ अरे। आफूलाई स्थापना गरेर बोलाएको ठाउँमा गएर खुसुक्क बसिदिनुहुन्छ अरे। बिहान हामीले भनेको जस्तै अवरुद्ध भएर बसिदिनुहुन्छ अरे। त्यसैले यहाँ हाम्रो पण्डालमा, हाम्रो ठाउँमा, हाम्रो गाउँमा भगवानको यो कृपाले भगवान नै स्वयं आएर विराजमान गरिराख्नु भएको छ। बोले भक्तवत्सल भगवानको कृष्ण कन्हैया लालको। मदन गोपालको। प्रह्लाद स्थान धारी
तरलगतितया चोदव कांस्यधारी वीणाधारे सुररसे सुरकुशलतया रागकर्तार्जुनो भूत इन्द्रोवादिं मृदङ्गं जय जय सुकरा कीर्तने ते कुमारा यत्राग्रे भावभक्ता सरसरचनया व्यासपुत्रो बभूव। कथामा प्रहलादजी ताली बजाउँदै हुनुहुन्छ अरे। प्रहलाद उहाँ हिरण्यकशिपुको छोरा प्रहलादजी बजाले ताली बजाउँदै हुनुहुन्छ। उद्धवजी खैजेडी बजाउँदै हुनुहुन्छ। नारदजी आफ्नो बीडा मजाले घोटी घोटी बीडा बजाउँदै हुनुहुन्छ। अर्जुनले गाउँदै हुनुहुन्छ। अर्जुनजी इन्द्र सँगै लागेर अरू देवताहरू पनि सनक आदिहरू सबैजना मादल बजाउँदै हुनुहुन्छ अरे। अनेक अनेक यस्तै देवताहरू गन्धर्वहरू गाउँदैछन्, कोही नाच्दैछन्, कोही गाउँदैछन्। अनेक अनेक तरिकाले भगवानको कथालाई सरसयुक्त बनाउँदैछ। बोलिए भक्तवत्सल भगवानको। आउनुहोस् हामी पनि सबैजना आफ्नो स्थानबाट मजाले ताली पनि बजाउने नाच्ने। यो जाडोमा नाचेपछि जिउ तात्छ। आफ्नो स्थानबाट एउटा दिव्य भजनमा हामी सबैजना नृत्य पनि गर्नेछौँ, ताली पनि बजाउनेछौँ। बोलिए भक्तवत्सल भगवानको जय। आनन्द कन्द भगवानको अलि ठुलो स्वरले भन्दिउँ न। भक्तवत्सल भगवानको जय हो। हरे न त भोक न निन्द्रा रातैमा जय हो। लैजाऊ कृष्ण हामीलाई नि साथैमा। कदम फुलैमा पार्यो कृष्णले गल भुलैमा। न त भोक न निन्द्रा रातैमा लैजाऊ कृष्ण हामीलाई नि साथैमा। कदम फुलैमा पार्यो कृष्णले गल भुलैमा। कदम फुलैमा पार्यो कृष्णले गल भुलैमा।
रनभुलैमा कदमभुलैमा पर्यो कृष्णले रनभुलैमा। बोले भक्तवत्सल भगवान को, कृष्ण कन्हैया लाल को, गोपाल को, भक्तवत्सल भगवान को। कृष्ण तिम्रो बाँसुरी बाजा, ए वृन्दावनमा बज्दैछ लो आज बाँसको कटेरो बाजना रे, बाँसको कटेरो बाजना रे। कृष्ण तिम्रो बाँसुरी बाजा वृन्दावनमा बज्दैछ लो आज बाँसको कटेरो बाजना रे, बाँसको कटेरो बाजना रे। श्री राधे बाँसको कटेरो बाजना रे, बाँसको कटेरो बाजना रे। मुरलीको धुनिया हेरा कदमको डालीमा बसेर बाँसको कटेरो बाजना रे, बाँसको कटेरो बाजना रे। श्री राधे बाजाले छड्के नजर लाउँदै छिन् बाँसको कटेरो बाजना रे, बाँसको कटेरो बाजना रे। कृष्ण तिम्रो बाँसुरी बाजाले छड्के नजर लाउँदै छिन् बाँसको कटेरो बाजना रे, बाँसको कटेरो बाजना रे। हरि हरि हर्षको बंसी बजाउँछौ कसरी सिक्दैनौ हामीलाई जसरी बाँसको कटेरो बाजना तेरो, बाँसको कटेरो बाजना तेरो। सुनको बंसी बजाउँछौ कसरी सिक्दैनौ हामीलाई जसरी बाँसको कटेरो बाजना तेरो, 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 बाँसको कटेरो बाजना तेरो। भक्तवत्सल भगवान को, आनंद कंद भगवान को। आउनुहोस् अर्को दिव्य भजनको आनन्द लिनेछ। कृष्ण तिमी दयाका खानी हामीलाई गोकुल लाने किन लाने सुनको जन्तरा कृष्णको वंशीमा हो जादु मन्तरा, कृष्णको वंशीमा हो जादु मन्तरा। दयाका खानी हामीलाई गोकुल लाने किन लाने सुनको जन्तरा कृष्णको शेयर जादु मन्तरा। जय श्रीमन्नारायण। सबैजनाले शेयर गरिदिनु होला। और किससे गाएगा? हरि 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 दही माखन
छोडेर खाइदिने गोपिनीलाई मोहानीलाई दिने सुनको जन्तरा कृष्णको बंसीमा जादु मन्तरा कृष्णको बंसीमा जादु मन्तरा छोडेर खाइदिने गोपिनीलाई मोहानीलाई दिने सुनको जन्तरा कृष्णको बंसीमा जादु मन्तरा कृष्णको बंसीमा जादु मन्तरा नाच्नु पर्यो जय हो सबै हात माथि गरौँ दही माखन छोडेर खाइदिने गोपिनीलाई मोहानीलाई दिने सुनको जन्तरा कृष्णको बंसीमा जादु मन्तरा छोडेर खाइदिने गोपिनीलाई मोहानीलाई दिने सुनको जन्तरा कृष्णको बंसीमा जादु मन्तरा कृष्णको बंसीमा जादु मन्तरा कि होइन राधिकाको गहिरले पालो कृष्णजीलाई पठाइदियो पठालो सुनको जन्तरा कृष्णको बंसीमा जादु मन्तरा गहिरले पालो कृष्णजीलाई पठाइदियो पठालो सुनको जन्तरा कृष्णको बंसीमा जादु मन्तरा 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 भक्तवत्सल भगवानको आनन्द कन्द भगवानको ल यहाँहरू मजाले नाच्नु होला अब एक दुईवटा दुई तीनवटा भजन यहाँहरू जति नाच्नुहुन्छ नथापुन्जेल गर्नुहुन्छ बस 10 मिनट जति हामीसँग फेरि अर्को 6 दिन नाच्नु छ आज ठिकै नाच्नु भक्तवत्सल भगवानको जय हो वृन्दावन मथुरा नन्दगाउँ वृन्दावन मथुरा नन्दगाउँ कृष्ण तिमीलाई छाडेर म कहाँ जाउलो न वृन्दावनी सम्म सम्म नाचेर हिँडन आउन बसावनी मथुरा नन्दगाउँ कृष्ण तिमीलाई छाडेर म कहाँ जाउलो न वृन्दावनीमा छम्म छम्म नाचेर हे राधा आउन बसावनीमा छम्म छम्म नाचेर हे राधा आउन बसावनीमा
सत्य धर्ममा पसिनलाई लोन वृन्दावनैमा छम्म छम्म नाचेर हिँड आउला बसरमा भेटौँ न पाए सत्य धर्ममा पसिनलाई लोन वृन्दावनैमा छम्म छम्म नाचेर हिँड आउला बसरमा छम्म छम्म नाचेर हिँड आउला बसरमा ओहो जाउँ त भने बाटो छ खोलाको नजाउँ भने कृष्णले बोलाको कौन वृन्दावनैमा छम्म छम्म नाचेर हिँड आउन बसवनैमा बाटो छ खोलाको नजाउँ भने कृष्णले बोलाको लौन वृन्दावनैमा छम्म छम्म नाचेर हिँड आउन बसवनैमा छम्म छम्म नाचेर हिँड आउन बसवनैमा ओहो कृष्ण तिमीलाई भेटौँ न पाए सत्य धर्ममा पसिनलाई ल्याउन वृन्दावनैमा छम्म छम्म नाचेर हिँड आउन बसवनैमा भेटौँ न पाए सत्य धर्ममा पसिनलाई ल्याउन वृन्दावनैमा छम्म छम्म नाचेर हिँड आउन बसवनैमा 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 कृष्णचन्द्र भगवानको भक्तवत्सल भगवानको ल अब एउटा अन्तिम भजनमा सबैजना नाच्नु होला है त हुन्छ कि हुँदैन हुन्छ भनिदिनुहोस् न कति राम्रो राधाको बर्साना कृष्णजीलाई सकिनु बिर्सना करवीर जय कृष्ण करवीर जय कृष्ण करवीर जय कृष्ण श्री राधे हरि 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 वृन्दावनको यो गल्ली त्यो गल्ली आउँछ कृष्ण नपार बिचली करवीर जय कृष्ण करवीर जय कृष्ण वृन्दावनको यो गल्ली त्यो गल्ली आउँछ कृष्ण नपार बिचली करवीर जय कृष्ण करवीर जय कृष्ण सरहसाय गोपीनी ताती लैजाऊ कृष्ण कदमको रूपमाथि करवीर जय कृष्ण करवीर जय कृष्ण
सुरसय गोपीरिता विरज कृष्ण कदमको रूपमा विरज कृष्ण नलिनला विरज कृष्ण नलिनला भक्तवत्सल भगवान को आजको दिव्यानन्द को भयो कि पुग्यो ल एउटा अन्तिम अर्को एउटा छोटो दिव्य भजनमा नाचौं हरे रामका चरणमा लागिरहो सदा यो मन रामका चरणमा लागिरहो सदा यो मन रामका चरणमा लागिरहो सदा यो मन रामका चरणमा आजलाई अब यही विश्राम गर्नुपर्छ भोलि एकदमै प्रातःकालमा हामी पुनः उपस्थित हुनेछौँ आजको लागि यही विश्राम अब 6 दिन अरु बाँकी छ आज प्रथम दिवस भएकोले यही विश्राम उहाँलाई पनि गाह्रो भइसकेको छ भोलिदेखि अब केही समय आजभन्दा थोरै चाँडो आउन सक्यो थोरै चाँडो गर्न सक्यो भने पाठ ठ्याक्कै भ्याइन्थ्यो मौन पाठ गर्नु पर्दैन थियो आज कति बजे पाठ सुरु भयो 8:15 मा भयो हामीले लगभग टार्गेट 7 बजेको राख्यो भने पाठलाई मौन गर्नु पर्दैन बोले भक्तवत्सल भगवानको कृष्ण कन्हैया लालको मदन गोपालको ओम सुमंगलम मंगलम ईश्वराय ते सुमंगलम मंगलम अच्युताय ते सुमंगलम मंगलम अंतरात्मने सुमंगलम मंगलम अब्जनावते सुमंगलम श्रीनिरूपक्षसे सुमंगलम पदभावादिसेविते सुमंगलम पद्मजगन्निवासिने सुमंगलम चासिदमुक्तिदायिने साधुरतरतम शिवावदन्नयो सुमंगलम मंगलम आदिपुरुषे कालार्ककोटि प्रतिमायते विमोचक्रादन्तर्वासेतवे सांखाय कोटेन्द्र समान्ते से सांखारतंजपूर्णे हृदय विद्याम विग्रहादि सुमंगलम मंगलमस्तुतेभ्यो तथा वैस्तत्वविशेषे श्रेयसे शस्त्रसम्बन्धने बोधनायते मंगलानां च सुमंगलायते पुनः पुनर्मंगलमस्तु सन्ततं बोले श्री कृष्ण कन्हैया लाल को श्रीमद्भागवत को
सहभागी हुनेहरूलाई पनि भोलिको नै अहिलेसम्म अनलाइनको मार्फतबाट विश्वका अनेक कुनाहरूबाट हामीलाई हेरेर सहायता गर्नुहुने हाम्रा भजनमा शरीक हुनुहुने सम्पूर्ण अनलाइन श्रोताहरूलाई अनलाइन द्रष्टाहरूलाई पनि यो दासको तर्फबाट हामी सम्पूर्ण आचार्य परिवारको तर्फबाट हार्दिक धन्यवाद। हामी पुनः भोलि दिवस 12:30 बजे र सायंकालमा यसै गरी हजुरहरू सम्पूर्णसँग जोडिने नै छौं। आजको लागि सम्पूर्णमा शुभरात्रि, सम्पूर्णमा जय जय श्रीमन्नारायण। सबैले भन्नु जय जय श्रीमन्नारायण। राधे राधे।